हामी चाहिँ नो कपिराइट। यो चाहिँ पानीपुरी भ्लग भने जस्तो हामी चाहिँ गाइजहरूले खाँदैछन्। दियो गोलगप्पा लु खायो खायो गोलगप्पा खाइसक्यो बरु टाक खाइसक्यो भाडा माइलाले पनि हान्थ्यो होला यहाँ खाइसक्यो त्यति के राख्यो खाइसक्यो म त चाडमा त खाथे दियो खै म ल्याउ म के भन्छु पनि रहेछ नि त मैले नि ल ल गोलगप्पा खाए ल भन्दै खा न मलाई त सुँगुरको मासु कम्दाम मनपर्छ। त्यो क्यामेरामा हेर्नु को हो तपाईँ क्या तपाईँ खायो ल मुख चलायो ल भने जस्तो खायो खायो गाजी स्वाद माने पनि खाने हो अर्ग्यानिक अमिलो हो आफ्नै बारीमा फलेको नो केमिकल। दिइहाल्छ पार्टीको पार्टी होइन यो आफ्नै पार्टी हो। गोलगप्पा थर्ड बाइट गमलङ्गै एकदम टेस्टी टेस्टी टेस्टी। बिराले पनि गोलगप्पा खाने सोच गर्दैछ मलाई पनि चाहियो भन्नु हुनेछ। गोलगप्पाको जुस खान्छ यो हाम्रो आमा पनि गोलगप्पा खानुहुँदैछ। पानीपुरी भन्छ किरा मिलाउँदै नभए पानी नि चा वा पुरी नि पेम्पा धेरै पुरी पेम्पा पुरी नि भोकमा भोकमा कि चामानीमा क्लियर आउँछ भिडियो चाहिँ के जानु पर्यो आलु चाहिँ बेसी चाहिन्छ आलुहरू कति बाँकी रहेछ गाइजहरू। यो चाहिँ हाम्रो गाउँ रमाइलो नो कपिराइट गोलगप्पा इटिङ गाइड्स खाऊ 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 म भोलि लिएर खाइहाल्छु नि रमाइलो गर। दिपेशले पुरा गोलगप्पा दबाउँदैछ चस्मा लाई लाई दबाउँदैछ एकछिन ल मेरा बुढीले खुवाइन्छ मेरो बुढीले खुवाइदिन्छ बुढीले खुवाइन्छ कति मिठो हुनुहुन्छ खानु भएको छ कहिले काहीँ पानीपुरी बुढीसँग नै खाइमा गए साथी हो गाइजहरू कहिले काहीँ बुढीको हात पनि पानीपुरी खानु पर्यो खाइदिने पानीपुरी नि खायो कुटाइ पनि खायो गाली पनि खायो सब खाने र बुढीले चाहिँ यो के भन्छ किमा चाहिँ कम्ती हालिदिएर झोल मात्रै दियो क्या भएन
हामी घिमा नहालेपछि पुरा अमिलो बेसी भएर दाँतै कुदियो बोर्डको तिहार म त्यो दिपेछु नि सावधान हुनु है ठिक्क हुन्छ मार्नु डोर्नी घिमा कम्ती भएपछि दाँत छिटो कुदिन्छ नि बुढोले खाने अन्त आफै खानुलाई कम्ती घिमा भयो क्या हामी मलाई चाहिँ चम्किदिनु न देखा सम्झ बुझ किमा भरिहाल्ने आफै खाने मम्मी अमिलो भने टेस्टीले खाने क्या त्यो भुलिया गर्ने अमिलो होइन म त गाईहरू हामी चाहिँ पानीपुरी यो अर्ग्यानिक रे हाम्रो त अर्ग्यानिक हो खै चाहिँ देखाऊ आफ्नै बारीमा फलेको हो त नि त्यो अमिलो आफ्नै बारीमा फलेको निचोरेर त्यति लामो किरा भयो नि निकालेर झोल झोल खाएको कति केलाको मैले 7 दाना खान्छु किरा चाहिँ नभएको पो खाएको खा फेरि किरा भएको खायो भने चाहिँ के हुन्छ त्यस्तो झोल छ है श्वेता सक्यो त्यहाँ गाईहरू सबैलाई एउटा कुरो के छ भने अर्ग्यानिक अमिलोको पानीपुरी खानु होला त्यो अनि अझै केमिकलको चाहिँ मिलाएर त्यो अमिलोको पानीपुरी नखाने होला किनभने त्यसले किड्नी खराब पार्दो रहेछ मलाई थाहा छ मलाई पनि थाहा छ सन्जीले किन ढाड दुख्छ मेरो ढाड दुखेको छ